कांग्रेसलाई विभाजित गर्ने होइन, हामी आगामी दिनमा कांग्रेसलाई इस्पात जस्तो बनाएर लिएर आउनेछौँ। त्यो भन्नका लागि यो जमात आज यहाँनिर उपस्थित छ। हामी कांग्रेसलाई टुक्र्याएर होइन, हामी सिङ्गो कांग्रेसको नेतृत्व गर्ने गरी अघि बढ्छौँ। हामी सिङ्गो कांग्रेससँगै सिङ्गो देशको नेतृत्व गर्ने गरी अघि बढ्छौँ। विशेष महाधिवेशनको उपस्थिति यो कुनै भिड होइन। मैले अघि भने त्यही दोहोऱ्याउन चाहन्छु। कोही 10 वर्ष जेल बसेको आउनु भएको छ, कोही हाइज्याकको मुभमेन्टमा सामेल भएको आउनु भएको छ, कोही 10 वर्षको द्वन्द्वमा पितालाई मातालाई गुमाएका साथीहरू आउनु भएको छ, कोही स्वयं घाइतेहरू आउनु भएको छ, कोही बुद्धिजीवी आउनु भएको छ, कोही श्रमिक आउनु भएको छ, कोही व्यवसायी आउनु भएको छ, दूर दराजको गाउँबाट पार्टी र लोकतन्त्रको प्राण जोगाएर बसेका साथीहरू आउनु भएको छ, कोही जनसम्पर्क समितिमा बसेर प्रवासमा कार्य गरेर विदेशमा रहेर पनि देशको चिन्ता गरेर देशलाई कुनै बेला भूकम्प जाँदै गर्दा पनि त्यता मन धड्किने, कहिले कोरोना जाँदै गर्दाखेरि पनि नेपालले पिरोल्ने त्यहाँको गाउँका साथीहरू आउनु भएको छ। यी सबैलाई